के हो अरे यो बेसार बेसार ए मसला हो यो त मसला ल अर्को कुन हालेको अघि अब यता यसमा छैन यता हाल यसमा छैन अनि त्यो अहिले सबै हाल्ने बेला हुन्छ कि अझ धेरै हाल अलिकति थोरै यो बेसार हस् यस्तो सरेर फाल्देऊ न यो ठाउँमा अहिले मुस्नुपर्छ कि हातले सरी ल अब नुन यो नुन यति अझै ल भयो यिनीहरू भयो अब यो मिट मसला मिट मसला यति भयो भयो यति भयो अब यो सिक्रेट मसला हाल्नु पऱ्यो नि त यो यस्तै हाल्नु त यस्तै छोटो तपाईँले थाहा छैन यसको नाम यो सिक्रेट मसला हो क्या हाम्रो स्पेसल यसले गरेर मिठो बनाउनुहुन्छ यति भयो मिठो मसला ल ल ल उए ए ल छिटो उए भयो ए गार्लिक पेस्ट निकाल हातले निकालेर नि हेर्नु हुन्छ ल भयो अब म्यारिनेट गरेर भयो मसला यसलाई यसरी गर्नुपर्छ कि यसरी म्यारिनेट गर्ने कि यसरी मिक्स गर्नुपर्छ कि मिक्स यो इन्ग्रिडियन्ट्सहरू छ नि यो सबै मिक्स गर्नुपर्छ कि अहिले मिक्स गरेर एकछिन राख्ने अनि पछि बल्ल मिठो हुन्छ कि टेस्टी हुन्छ टेस्टी भयो यो अहिले यो युज गर्ने होइन अहिले पछि हो यो एकछिन यो मसला मिक्स गरेर म्यारिनेट गरेर राख्नुपर्छ कि फ्रिजमा फेरि अनि यो फिल भेरी यम्मी राख्नु त्यो प्लेट भयो भयो होला त्यति हात धुनु पर्दैन काम न तो गाइस चिकन निकल लिया वाव बोइलिङ हट टाइमसँग लगाऊ है पानीहरू सबै भएको ठाउँमा उतासम्म नि उता रिसेस सबै राम्रोसँग है